यार यसलाई सम्झ न यार, 1 घण्टादेखि केही पढेको छैन हौ, यसरी त फेल भइन्छ त एसीमा। ओइ एकछिन चुप लागेर बस्न सक्दैनस्? आफू नपढे नि अरूलाई त पढ्न दे। ल अब म केही बोल्दिन, पढ। यत्रो पढेर नेपाल टपै गर्छस् कि? सीमा मलाई म्याथको एउटा क्वेसन आएन हौ, सिकाइदेऊ न ल। खोइ कुन क्वेसन देखाउ त? यो टाइम एन्ड वर्क वाला। यदि किरणले एउटा खेत 4 दिनमा जोत्छ अनि आशिषले त्यही खेत 6 दिनमा जोत्छ भने दुई जनाले मिलेर त्यो खेत कति दिनमा जोत्छ? यो त क्वेसन नै मिस्टेक छ नि। कसरी? किरण र आशिषलाई खेत जोत्नै आउँदैन, अनि कसरी जोत्छ 4 दिन र 6 दिनमा तिनीहरूले? क्या करूं इसका? यो एक्जाम्पल मात्रै हो के? यस्तै क्वेसन सोध्छ एसीमा। ल हो र, मलाई त केही थाहा छैन त यार। यसरी त फेल हुन्छस् केटा, यसपालिको एसी त झन् टाइट हुन्छ भन्ने सुनेको थिएँ। अह म फेल हुँदिन, म फेल हुँदिन। एसई त म जसरी नै पास गर्छु। आजबाट बुक र मेरो लप पर्यो। अहिले लप पर्छ, भरे घर पुगेपछि ब्रेकअप हुन्छ। छोटो लभ स्टोरी होइन, अब त एसई सम्म मेरो जीएफ भनेकै यही बुकहरू हो। टिकटक, इन्स्टा, फेसबुक सब डिएक्टिभेट गरिदिन्छु अब। अनि तेरो टिकटकको 20 जना फलोअरहरू रिसाउँदैन तैले डिएक्टिभेट गर्दा? फलोवर होइन, फ्यामिली भन फ्यामिली। ए सरी, तेरो 20 जना टिकटक फ्यामिली रिसाउँदैन तैले डिएक्टिभेट गर्दा? रिसाउँदैनन्। म एउटा स्टोरी हालिदिन्छु नि त, गोइङ अफलाइन फर सम डेज भनेर। गोइङ अफलाइन फर सम डेज लेखेर अर्को दिनै लाइभ आउलास् नि फेरि। आउँदिन, अब त एसई सम्म पढेको पढै गर्ने हो। तिमीहरू पनि मलाई फोन गरेर डिस्टर्ब नगर्नु, बुझ्यौ? हामीलाई तिम्रो नम्बर त थाहा छैन, फोन गर्ने त कुरै भएन नि। नम्बर भए पनि हामीले तिमीलाई किन कल गर्थ्यौं र? एउटा ह्यान्डसम केटालाई केटीहरूले किन कल गर्छ त्यो पनि मैले भन्नुपर्छ र? ह्यान्डसम रे? अनि यो कानले पनि के सुन्नु परेको हौ? जे सुन्यौ सही सुन्यौ, मेरो साथी ह्यान्डसम त छ नि। के कमी छ र मेरो साथीमा? हाइटमा हाइट छ 3 फिट। क्या कर रहे हैं यार तू? अनुहारमा अनुहार छ घोडाको जस्तो। डान्समा डान्स छ निकिता श्रेष्ठको जस्तो। अनि सिंगिङमा सिंगिङ छ सजिन महर्जनको जस्तो। यो भन्दा धेरै के चाहियो तिमीहरूलाई? धेरै धेरै धन्यवाद साथी, तैले जस्तो तारिफ आजसम्म कसैले गरेको थिएन र आशा गर्छु भविष्यमा कसैले नि नगरोस्। किनकि फेरि यस्तै तारिफ सुने भने म धरतीमा रहने लायक रहँदिन, सिधै स्वर्ग पुग्छु। स्वर्ग होइन नर्ग होला। 3 फिट हाइट लिएर स्वर्ग पुग्छस् र त?